200 mm को ग्राउन्ड क्लियरेन्स, 200 किलोमिटर रेन्ज र 200 जनालाई इन्ट्रोडक्टरी प्राइसमा हामीले दिँदैछौँ। नमस्ते, म सुजन एफडी मोटर्सबाट। एफडी मोटर्समा नयाँ कुराहरू चाहिँ के आयो भन्दाखेरि एफडी मोटर्समा आएको छ अहिले 200 किलोमिटरको स्कुटर। एक पटकको फुल चार्जले 200 किलोमिटरको रेन्ज दिने स्कुटर नेपालमा पहिलो पटक। अनि यो स्कुटरको पहिलाको चिजहरू जस्ताको तस्तै छ। अगाडि 16 इन्चको टायर, पछाडि 14 इन्चको टायर, 200 mm को ग्राउन्ड क्लियरेन्स, स्पोर्टी लुक्स पहिलाको जस्तै यो F5A मा। यसैमा चाहिँ हामीले ब्याट्रीको चाहिँ अपग्रेड गरेर चाहिँ 200 किलोमिटर दिनेसम्मको ब्याट्रीको रेन्ज ल्याएका छौँ। अनि यसको बुकिङहरू ओपन भइसकेको छ अहिले चाहिँ, र पहिलो 200 ग्राहकलाई 200 किलोमिटर रेन्ज दिने स्कुटर भएको कारणले गर्दाखेरि पहिलो 200 ग्राहकलाई चाहिँ स्पेशल इन्ट्रोडक्टरी प्राइसमा दिन्छौँ। त्यो प्राइस चाहिँ तपाईहरु सोरुम भिजिट गरेर बुकिङ गर्ने बेलामा चाहिँ थाहा पाउनु हुनेछ। र अहिलेलाई चाहिँ बुकिङ ओपन भएको छ 200 जनाको लागि मात्र। त्यसपछि चाहिँ यो इन्ट्रोडक्टरी प्राइस इन्ड हुन्छ र अर्को नयाँ प्राइस आउँछ। त्यो भएर पहिलो 200 बन्न मन लागेको छ भने चाहिँ तपाईहरुले 200 किलोमिटरको रेन्ज पाउने इलेक्ट्रिक स्कुटर बुक गर्न सक्नुहुन्छ। तपाईहरु साधारण युजमा पनि 200 किलोमिटर अब आवश्यक पर्ने छ भने पनि बुक गर्न सक्नुहुन्छ र 200 किलोमिटरको रेन्जमा भएको इलेक्ट्रिक स्कुटर नेपालको पहिलो एक्सपिरियन्स गर्न सक्नुहुन्छ। यदि कोही पनि यो स्कुटर चाहिँ फर्स्ट टाइम हेर्दै हुनुहुन्छ र यो स्कुटरको बारेमा फर्स्ट टाइम बुझ्दै हुनुहुन्छ यो एफडी मोटर्सको बारेमा भने चाहिँ एफडी मोटर्स मात्रै त्यस्तो स्कुटर हो नेपालमा जुन चाहिँ साइड ड्राइभ मोटरमा उपलब्ध छ। भनेको यो स्कुटरमा युज भएको मोटर चलाइसकेपछि पहिला इलेक्ट्रिक स्कुटरहरू हुत्तिन्छ भनिन्थ्यो नि, त्यो हुत्तिदैन। यो चाहिँ स्मुथली चल्छ किनभने यसमा PMSM टेक्नोलोजीको मोटर युज भएको छ। यो एकदमै इम्पोर्टेन्ट चिज हो जुन इलेक्ट्रिक स्कुटरमा अति नै आवश्यक हुन्छ। यो चिज चाहिँ यो एफडी मोटर्समा मात्रै छ। अनि अर्को भनेको यसमा LFP ब्याट्री छ जसले गर्दाखेरि चाहिँ यसको लाइफ एकदमै धेरै हुन्छ र यसमा वारेन्टी धेरै पाउनुहुन्छ। तपाईहरुले 5 वर्षको ब्याट्री र मोटरमा वारेन्टी र 50,000 किलोमिटरसम्मको वारेन्टी पाउन सक्नुहुन्छ यो स्कुटरमा। भनिसके रिपेयर सकेसम्म भएन भने रिप्लेसमेन्ट गरेर कस्टमरलाई कुनै पनि ह्यासल नहुने गरी हामीले 5 वर्षको दिएको छौं र 50,000 किलोमिटर दिएको छौं। यो कुरा चाहिँ तपाईहरुलाई एस्युरेन्सको लागि एकदमै राम्रो कुरा हो। अनि यो 200 किलोमिटर भएको स्कुटर चाहिँ डबल लोड तपाईहरु जहाँ जानुहुन्छ भने पनि जान सक्छ। यसमा पावर पनि अपग्रेड भएको छ। अर्को कुरा पहिलाको भन्दा पनि पावर अपग्रेड भएको छ र यसको प्राइसहरु चाहिँ सोरुममा कल गरेर हाम्रो यहाँनेर डिटेल दिएको हुन्छ त्यहाँ कल गर्न सक्नुहुन्छ। र इन्ट्रोडक्टरी प्राइस अहिलेलाई चाहिँ इन्ट्रोडक्टरी प्राइस भनेको चाहिँ जुन फाइनल प्राइस हो त्यो भन्दा कम हुन्छ र यो स्पेशल अफर जस्ट 200 जनालाई मात्रै हो। त्यो भएर पहिलो 200 बन्न चाहनुहुन्छ भने चाहिँ बुकिङ गर्न छुटाउनु भएन। अनि यो 200 किलोमिटर कुद्ने स्कुटर अब कस्तो कस्तो ठाउँमा जान सक्छ भन्ने लाग्छ भने यो नेपालको जस्तो सुकै ठाउँमा जान सक्छ, जस्तो सुकै अफरोडमा जान सक्छ, जस्तो सुकै बाटोमा जान सक्छ। डबल लोड मजाले जहाँ पनि तान्छ, कन्टिन्यू कुदाउन पनि मिल्छ। यसले तपाईहरुलाई कहीँ पनि रोक्दैन किनभने यसको पावर पनि अपग्रेड भएको छ। मैले अघि पनि भनिसके। अनि यो स्कुटर पहिलाको जस्तै सेम लुक्स सेम छ एज युजुअल। यसमा कुनै पनि चेन्जेस भएको छैन। अनि यो स्पोर्टी लुक्स पहिलादेखि नै मन परिरहनु भएको एफडी मोटर्सलाई स्पोर्टी लुक्स त्यो हाम्रो कन्टिन्यू नै छ। र यसको डेलिभरी चाहिँ हामीले दशैं तिहार पछि मात्रै गर्नेछौँ किनभने अहिले डेलिभरी गर्नको लागि बाटो बन्द भएको कारणले गर्दाखेरि तातो पानीको पनि बाटो बन्द छ, रसाको पनि बाटो बन्द छ। त्यो भएर सामान आउन ढिला भएको कारणले गर्दाखेरि चाहिँ दशैं पछाडिबाट अझ दशैं पछाडि भन्दा पनि तिहार पछाडिबाट चाहिँ हामी डेलिभरी सुरु गर्छौँ। तर बुकिङ चाहिँ तपाईहरुले अब गर्न सक्नुहुन्छ। आफूलाई मन लागेको कलर जुन मन लाग्छ त्यो कलर बुकिङ गरेर चाहिँ दशैं तिहार पछाडि चाहिँ 200 किलोमिटरको स्कुटर आफूले आफ्नो घरमा लान सक्नुहुन्छ। यो अपग्रेड दिनलाई आएको। अरु यसमा अब यो भन्दा धेरै रेन्ज त खासै हामीलाई चाहिँदैन पनि होला नेपाललाई। यति भए सफिसिएन्ट हुन्छ होला किनभने रातभरि चार्ज गरेपछि 200 किलोमिटर कुदेपछि राइड सेयरिङ पनि भयो, जहाँ जान पनि मिल्यो। त्यो भएर बेस्ट अहिलेको लागि नेपालको जहाँसम्म लाग्छ सबैले समेट्न सक्ने स्कुटर चाहिँ एफडी मोटर्स हुन सक्छ भन्ने मलाई लाग्छ। अनि एफडी मोटर्सको सोरुमहरु काठमाडौँमा 32 पुतलीमा छ, अनि विराटनगरमा छ, चितवनमा छ, अनि पोखरामा छ। त्यहाँ गएर तपाईहरुले टेस्ट राइड गर्न सक्नुहुन्छ र बुकिङ आफ्नो सोरुममा जहाँ जहाँ नजिक पर्छ तपाईहरुले त्यहाँ गएर नि बुकिङ गर्न सक्नुहुन्छ। हाम्रो सोरुमहरुमा जुन सोरुमहरु छ त्यहाँ फोन गरेर अनलाइन बुकिङ गरेर क्यूआर बाट पनि बुकिङ गर्न सक्नुहुन्छ। आफूले मन लागेको अमाउन्ट जति बुकिङ गर्न सक्नुहुन्छ। यसमा न्यूनतम भनेको चाहिँ 20,000 राखिएको छ। 20,000 सम्म तपाईहरुले मिनिमम बुकिङ गर्न सक्नुहुन्छ। त्यो भन्दा माथि तपाईहरुलाई जति मन लाग्यो त्यति बुकिङ गर्न सक्नुहुन्छ। र डेलिभरी भनेको चाहिँ तिहार पछाडि मात्रै गर्न सकिन्छ। अहिले डेलिभरी गर्न सकिदैन। अहिले जस्ट बुकिङ, त्यो पनि फर्स्ट 200 हुनको लागि। पछि तिहार पछि डेलिभरी हुन्छ भने म तिहार पछि ल्याउन नि त आएर भन्नुभयो भने पहिलो 200 पर्नु भएन भने चाहिँ तपाईहरुले इन्ट्रोडक्टरी प्राइसमा नपाउन सक्नुहुन्छ किनभने त्यतिबेला अर्को प्राइस हुन्छ। त्यो भनेको अलिकति अहिले भन्दा महँगो हुन जान्छ र त्यो अपर्च्युनिटी ग्र्याब गर्नलाई चाहिँ तपाईहरुले अहिले नै बुकिङ सुरु गर्नुस् जबकि डेलिभरी सुरु हुनु र अगाडि बुकिङ गरेको हुनु पर्यो। त्यो भएर चाहिँ अहिले बुकिङको लागि मात्र खोलेको, डेलिभरी चाहिँ दशैं तिहार पछि। अनि एफडी मोटर्स भनेको चाहिँ एउटा ग्लोबल ब्रान्ड हो। यो चाहिँ जर्मनीमा, इटली, फ्रान्समा, नेदरल्यान्डमा, स्पेनमा, कोरियामा, इन्डियामा पनि एभाइलेबल भएको ब्रान्ड हो यो चाहिँ। र नेपालमा आएको चाहिँ अहिले
2.5 वर्ष भएको छ। अहिले चाहिँ हाम्रो अब यो बाटोको कारणले गर्दाखेरि तातोपानीबाट चाइनाबाट आउने भएर बाटो बिग्रियो, पहिरो गयो, अनि बाढीले बगायो, त्यो भएर चाहिँ सामान आउन ढिलो भएको कारणले गर्दा मात्रै हामीले तिहार पछाडि डेलिभरी गर्ने भनेको, नत्र भने दसैँमा यो सामान आइसक्थ्यो र डेलिभरी गरिन्थ्यो। कतिजनालाई इलेक्ट्रिक स्कुटर लिन चाहिँ मन भइरहेको हुन्छ, तर मनमा के लागिरहेको हुन्छ भन्दाखेरि पेट्रोल जस्तो यो पेट्रोल जाने जस्तो ठाउँमा जहाँ पनि जान सक्दैन, उकालो आयो भने एकजना उत्रिनुपर्छ अथवा धकाल्दै लानुपर्छ भन्ने जुन अवस्था छ इलेक्ट्रिकमा मान्छेहरूको कन्सेप्ट चाहिँ, त्यो चाहिँ एफडी मोटर्स आइसकेपछि नेपालमा पहिलादेखि नै साइड ड्राइभ मोटरमा आएको भएको कारणले गर्दाखेरि यसको पावरमा कतै पनि कम्प्रोमाइज छैन, जहाँ पनि जानलाई मजाले तान्छ यसले। त्यो भएर पेट्रोलको रिप्लेसमेन्टको रूपमा पनि यसलाई लिन सकिन्छ, किनभने यो जुन मेन्टालिटी छ हाम्रो अहिले, पेट्रोल जस्तो बाटोमा जान्छ, अफरोडहरूमा जान्छ, उकालोमा जान्छ, डबल लोड तान्छ भन्ने जुन कन्सेप्ट छ त्योभन्दा बेसी यसले तान्छ। यो तपाईँले कुनै पनि पेट्रोल बाइकहरूको अथवा स्कुटरहरू 125 सीसी सम्मको अथवा 125 देखि 150 सीसी सम्मको रेन्जको पेट्रोल र यो स्कुटर हाम्रो एफडी मोटर्सको स्कुटरलाई सँगसँगै लानुभयो भने त्यो उकालो यसले छिटो तान्छ, स्पिड त्यति मजाले तान्छ, पावरफुलमा त्यति राम्रो पावर छ जुन चाहिँ पेट्रोल भन्दा पनि स्मुथ मजाले उकालो तान्न सक्छ यसले। र यसलाई पेट्रोलको रिप्लेसमेन्टको रूपमा 125 देखि 150 सीसी सम्मको पेट्रोलको पावरको रूपमा चाहिँ मजाले कम्पेयर गरेर लिन सक्नुहुन्छ र टेस्ट पनि गर्न सक्नुहुन्छ किन्नुभन्दा अगाडि। नेपालका जस्तासुकै उकाला, व्हाइट गुम्बा, नगरकोट, अब कति अरू उकाला छन्, अनि यो धेरै पहाडी क्षेत्रहरूमा पनि कुदिरहेको छ अहिले, काभ्रेमा छ, धादिङमा छ, सिन्धुलीमा छ, त्यस्तो बाटोहरूमा उहाँहरू डाइरेक्ट सिन्धुलीबाट यहाँ अहिले कम रेन्ज 120 किलोमिटर भएकै रेन्ज पनि सिन्धुली टु काठमाडौँ, धादिङ टु काठमाडौँ अनि आउने जाने गर्नुहुन्छ, हेटौँडा, यहाँबाट हेटौँडा जाने त्यस्तो बाटोहरूमा पनि मजाले कुदिरहेको छ यो। त्यो भएको हुनाले यसलाई पेट्रोलको रिप्लेसमेन्टको रूपमा पनि लिन सकिन्छ र मेनली इलेक्ट्रिक स्कुटर लिने भनेको खर्च बचाउनको लागि भनेर लिइन्छ र यसले मजाले खर्च बचाउँछ। र स्कुटर लिँदाखेरि हाम्रो कम्पनीले 1 वर्षसम्मको तपाईँले जति किलोमिटर कुदाए पनि यसमा चाहिँ बिजुलीको बिल फ्री गरेको छ। तपाईँले कि त फास्ट चार्जरको अप्सन चुज गर्न पाउनुहुन्छ कि त बिजुलीको बिल चुज गर्न पाउनुहुन्छ। भनिसकेपछि तपाईँले फास्ट चार्जर लानु भएन भने बिजुलीको बिलको अफर पाउनुहुन्छ 1 वर्षसम्म। 1 किलोमिटर कुदेको भनेको 0.3 पैसाको तपाईँले रिफन्ड हुन्छ र तपाईँले त्यो लिनु भएन भने फास्ट चार्जर लिन पाउनुहुन्छ। दुईटा मध्ये एउटा चुज गरेर लान पाउनुहुन्छ र अहिले बुकिङको लागि चाहिँ ओपन भएको हो। र बाँकी कुराहरू बुझ्नु मन छ भने चाहिँ योभन्दा अगाडिको हाम्रो अफिसियल युट्युब च्यानलमा पनि गएर हेर्न सक्नुहुन्छ। त्यहाँ चाहिँ हाम्रो 120 किलोमिटरको बारेमा कुरा गरेको भिडियो छ भने अबको चाहिँ यो 200 किलोमिटरको भिडियोको कुरा हो यो। र जसले यस्तो स्कुटर खोजिरहनु भएको छ, जसलाई चाहिँ पावरमा कम्प्रोमाइज कतै पनि नहोस्, भनेको ठाउँमा जान पाऊँ, डबल लोड रेन्ज भने जति पाओस्, दिनभरि मजाले चलाउन पाऊँ र यो चाहिँ खर्च बचत गरोस् यो स्कुटर इलेक्ट्रिक किनिसकेपछि भन्ने जसलाई लागिरहेछ भने चाहिँ एफडी मोटर्समा चाहिँ टेस्ट राइड गर्न चाहिँ नछुटाउनु होला। र टेस्ट राइड गरिसकेपछि त्यसको अनुभव तपाईँहरूले आफै थाहा पाउनुहुन्छ र आफै डिसाइड गर्न सक्नुहुन्छ। अनि यो स्कुटर चाहिँ तपाईँहरूले इएमआई गरेर पनि लान सक्नुहुन्छ, तपाईँहरूले 17% डाउन पेमेन्ट गरेर। हस्, धन्यवाद। सी यू सुन एन्ड इन्जोय योर राइड एन्ड ह्याप्पी दसैँ।